सबै कुरा नष्ट भइहाल्छ। हारेपछि सबै कुरा नष्ट भइहाल्छ। यो इतिहास, तपाईको कनेक्टिभिटी, तपाईको पावर पुरै सिज भइहाल्छ। इच एन्ड एभ्रिथिङ नष्ट भइहाल्छ। तपाईको सेल्फ रिस्पेक्ट पनि नष्ट भइहाल्छ। त्यसैले जुनसुकै अवस्थामा ओन्ली भिक्ट्री मेटर, जित मात्र मेटर गर्छ। अनि जसरी जुन तरिकाले होस्, चाहे जति ब्रुटल हुनु परोस्, चाहे जुन साम दाम भेट डन जति रणनीति अपनाउनु परोस्, मात्र जित मेटर गर्छ। अनि जित्नु नै पर्छ एट एनी कोस्ट, मतलब जित्नु नै पर्छ। अनि यो धेरै प्र्याक्टिकली लेसन छ, किनभने यो जुन प्रकृति छ यहाँ एउटा जङ्गल नै हो। अनि यहाँ हिंसक बनेर बस्यो तब मात्र हामी जीवित रहन सक्छ। हरिण कहिले पनि जीवित रहन सक्दैन अथवा सुरक्षित रहन सक्दैन यो जङ्गलमा। सुरक्षित रहनको लागि अनि जीवित रहनको लागि हामीलाई लायन मेन्टालिटी हुनुपर्छ, टाइगर मेन्टालिटी हुनुपर्छ, तब मात्र हामी जीवित रहन सक्छ। सर्भाइभल अफ द फिटेस्ट और फिटेस्ट फर सर्भाइभल। सर्भाइभ गर्नको लागि हामीले यो प्रकृतिको अनुसार फिट हुनुपर्छ। सबै कुरा नष्ट भइहाल्छ। हारेपछि सबै कुरा नष्ट भइहाल्छ। यो इतिहास, तपाईको कनेक्टिभिटी, तपाईको पावर पुरै सिज भइहाल्छ। इच एन्ड एभ्रिथिङ नष्ट भइहाल्छ। तपाईको सेल्फ रिस्पेक्ट पनि नष्ट भइहाल्छ। त्यसैले जुनसुकै अवस्थामा ओन्ली भिक्ट्री मेटर, जित मात्र मेटर गर्छ। अनि जसरी जुन तरिकाले होस्, चाहे जति ब्रुटल हुनु परोस्, चाहे जुन साम दाम भेट डन जति रणनीति अपनाउनु परोस्, मात्र जित मेटर गर्छ। अनि जित्नु नै पर्छ एट एनी कोस्ट, मतलब जित्नु नै पर्छ। अनि यो धेरै प्र्याक्टिकली लेसन छ, किनभने यो जुन प्रकृति छ यहाँ एउटा जङ्गल नै हो। अनि यहाँ हिंसक बनेर बस्यो तब मात्र हामी जीवित रहन सक्छ। हरिण कहिले पनि जीवित रहन सक्दैन अथवा सुरक्षित रहन सक्दैन यो जङ्गलमा। सुरक्षित रहनको लागि अनि जीवित रहनको लागि हामीलाई लायन मेन्टालिटी हुनुपर्छ, टाइगर मेन्टालिटी हुनुपर्छ, तब मात्र हामी जीवित रहन सक्छ। सर्भाइभल अफ द फिटेस्ट और फिटेस्ट फर सर्भाइभल। सर्भाइभ गर्नको लागि हामीले यो प्रकृतिको अनुसार फिट हुनुपर्छ।